नमस्कार साथीहरू, तपाईहरू सबैलाई स्वागत छ। आज म तपाईहरू सामु संसारमा घटेका रहस्यमय वास्तविक घटनाहरूको बारेमा प्रस्तुत गर्दैछु। इतिहासमा यस्ता धेरै घटनाहरू भएका छन् जसले मानिसलाई आजसम्म पनि चकित बनाइरहेका छन्। विज्ञानले पनि धेरै कुराको उत्तर दिएको छ, तर केही घटनाहरू यस्ता छन् जसले रहस्य अझैसम्म पनि पूर्ण रूपमा खोल्न सकेको छैन। आजको भिडियोमा म तपाईहरूलाई सन् 1959 मा भएको एक अत्यन्त रहस्यमय र वास्तविक घटनाको बारेमा बताउनेछु, जसलाई संसारभरि ड्याटलप पास इन्सिडेन्ट भनेर चिनिन्छ। यो घटना रुसको विशाल हिमाली क्षेत्र युरल माउन्टेन्समा भएको थियो। त्यो समयमा केही युवा विद्यार्थीहरू साहसिक हिमाली यात्रा गर्न निस्किएका थिए। उनीहरू अनुभवी पर्वतयात्री थिए जसले कठिन हिमाली यात्राहरू गर्ने क्षमता राख्थे। यस टोलीको नेतृत्व गरिरहेका थिए युवा विद्यार्थी ल्यागोर ड्याटलप। सुरुवातमा सबै कुरा सामान्य थियो। उनीहरू हिमालको गहिरो क्षेत्रमा यात्रा गर्दै अघि बढिरहेका थिए। यात्रा सुरु भएको केही दिनपछि एक सदस्य स्वास्थ्य समस्याको कारण घर फर्किए, तर बाँकी 9 जना यात्रुहरू भने आफ्नो लक्ष्यतर्फ अघि बढिरहे। फेब्रुअरी 1 को रात उनीहरूले हिउँले ढाकिएको पहाडी ढलानमा आफ्नो टेन्ट लगाएर रात बिताउने निर्णय गरे। बाहिर अत्यन्त चिसो हावा चलिरहेको थियो र वरिपरि गहिरो हिउँ थियो। त्यो रात सबै कुरा सामान्य देखिन्थ्यो, तर त्यही रात केही यस्तो घटना भयो जसले इतिहासमै सबैभन्दा रहस्यमय घटनामध्ये एक जन्मायो। केही दिनपछि जब खोजी टोली त्यहाँ पुग्यो, उनीहरूले अचम्मको दृश्य देखे। टेन्ट भित्रबाट चक्कुले काटिएको अवस्थामा भेटियो। यसको अर्थ के थियो भने उनीहरू अचानक डराए वा अत्यन्त हतारमा टेन्टबाट बाहिर निस्केका थिए। तर त्यसपछि भेटिएको प्रमाणहरूले अझै ठुलो रहस्य पैदा गर्यो। हिउँमा देखिएको पाइला अनुसार केही सदस्यहरू नाङ्गो खुट्टाले र अत्यन्त कम कपडाले टेन्टबाट बाहिर निस्केका थिए, जबकि बाहिरको तापक्रम अत्यन्त चिसो थियो। यस्तो अवस्थामा धेरै समय बाँच्न सम्भव नै हुँदैन। खोजी टोलीले केही शव जङ्गल नजिक भेट्यो, केही टाढा हिउँमुनि भेटिए। केहीको शरीरमा गम्भीर चोट थियो, कसैको छाती भित्रबाट भाँचिएको थियो, कसैको टाउकोमा गम्भीर चोट थियो। सबैभन्दा अचम्मको कुरा त के थियो भने एक सदस्यको शवमा जिब्रो समेत गायब भएको थियो। यस्तो अवस्थामा भेटिएको थियो। तर त्यहाँ कुनै स्पष्ट सङ्घर्षको चिन्ह थिएन, न कुनै आक्रमणकारीहरूको प्रमाण भेटियो, न कुनै जनावरहरूको आक्रमणको सङ्केत। यस घटनापछि धेरै प्रकारका सिद्धान्तहरू बाहिर आए। कतिपय अनुसन्धानकर्ताले भने हिउँ पहिरोको कारण उनीहरू डराएर भागेको हुन सक्छन्। कतिपयले भने त्यो क्षेत्रमा गोप्य सैनिक परीक्षण भएको हुन सक्छ। केही मानिसहरूले त अज्ञात शक्ति वा अनौठो प्राकृतिक घटनाको प्रभाव पनि हुन सक्ने अनुमान गरे। तर आजसम्म पनि यसको वास्तविक कारण पूर्ण रूपमा प्रमाणित हुन सकेको छैन। यही कारणले गर्दा ड्याटलप पास इन्सिडेन्ट आज पनि संसारकै सबैभन्दा रहस्यमय वास्तविक घटनामध्ये एक मानिन्छ। साथीहरू, सन् 1959 मा भएको यो घटना आज पनि अनुसन्धानकर्ताहरूको लागि ठुलो रहस्य बनेको छ र आज पनि मानिसहरू एउटै प्रश्नमा अल्झिरहेका छन्, त्यो रात वास्तवमा के भयो? यदि तपाईलाई यस्तो वास्तविक रहस्यमय घटनाहरूको बारेमा जान्न मनपर्छ भने भिडियो लाइक गर्नुहोस् र यस्तै रोचक तथा ज्ञानवर्धक भिडियोहरूको लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।